साथीहरू आज चाहिँ म गाई गोला छु, गाई हेरिरहेको छु। अनि यहाँ माथि ड छ। अनि यहाँ डमा चाहिँ म गाई भैँसीलाई पानी खान ल्याछु। यता छ ड। अनि म चाहिँ त्यहाँ नजिकै गएर देखाइदिन्छु है साथीहरू, सबैजनाले हेर्नु होला। अनि यहाँबाट यस्तो गेट छ, यस्तो गेट छ। अनि यहाँबाट भित्र गएर अनि म चाहिँ यहाँ तल आएछु। यता चाहिँ मेरो गाईहरू छ, गाई भैँसीहरू। यता भैँसी चाहिँ कता गयो आएकै छैन। गाईहरू चाहिँ त्यता नहिँडिरहेछ। यो डमा चाहिँ कस्तो चारैतिरबाट यस्तो रुखै रुख छ होइन साथीहरू। त्यही पनि त्यो डमा कस्तो पातै छैन। हेर्नु त साथीहरू, पात नि छैन। कहाँ गयो पात त? त्यहाँ डुबेछ। अनि यहाँ चाल चाहिँ सुकेर सानो भएछ होइन। यो चाहिँ झैल भन्नुहुन्छ कि यता न चाहिँ जुठोहरू फोहोरहरू गर्नु हुँदैन, नत्र भने चाहिँ लागेर गर्ने हो। अनि यता म चाहिँ तलबाट लिएर आएको। अनि माथि पानी खान लिएको। यो डमा चाहिँ यिनीहरूले पानी खान आएछ। अनि म चाहिँ यहाँ भिडियो बनाउन लागेको छु। यस्तो पात चाहिँ छैन के साथीहरू है।